अहिले चाहिँ हाम्रो गौरवको आयोजना कीर्तिपुर स्थित रहेको क्रिकेट ग्राउन्डको परिसरमा छौँ हामी चाहिँ। विराट रूपमा काम भइरहेको छ, दिन रात गरेर है यसरी काम भइरहेको छ। यहाँनिर ढलानको काम पनि लगभग कम्प्लिट पनि भइसक्यो। देख्न सक्नुहुन्छ अत्याधिक सुन्दर चाहिँ बन्दैछ हाम्रो त्यो क्रिकेट मैदान, अत्याधिक आकर्षक बन्दैछ। यहाँनिर उतातिरको भाग लगभग चाहिँ फिनिसिङको काम हुँदैछ। उता त्योपट्टिको साइडको काम फिनिसिङको काम हुँदैछ भने यतापट्टिको चाहिँ तलतिरको यो बस्ने जुन भाग छ यो चाहिँ ढलानको काम भइसक्यो। ढलानको काम भइसकेपछि अब चाहिँ बाँकी छ माथि यो चाहिँ बस्नको लागि बनाउनु पर्ने छ। साथसाथै माथिबाट चाहिँ एउटा प्याराफिट पनि केही समयमा जोडिने नै छ। हामी देख्न सक्छौँ अत्याधिक सुन्दर बन्दैछ हाम्रो त्यो क्रिकेट मैदान। वर्षौँ पछिको हाम्रो एउटा सपना पनि हो, एउटा ठुलो सपना चाहिँ साकार हुँदैछ। देशको गौरवको आयोजना पनि हो। अत्याधिक सुन्दर चाहिँ बन्दैछ हाम्रो त्यो क्रिकेट मैदान। वर्षौँ पछिको हामी नेपालीहरूको एउटा सपना थियो, सपना चाहिँ साकार हुँदैछ छिट्टै नै। अबको 1-2 महिनामा सम्भवतः काम सम्पन्न हुनसक्छ। रात दिन गरेर काम भइरहेको छ। यहाँनिरको यो ढलानको काम पनि लगभग सिद्धिसक्यो। यहाँनिरको यहाँ माथिसम्म चाहिँ माथि छ, बाँकी चाहिँ ट्याक्क यसरी बन्दैछ। यहाँदेखि पारीसम्म त्यहाँनिर बिचमाको रुख चाहिँ अझै काटिएको छैन। अब त्यो काट्छ काट्दैन ठ्याक्कै जानकारी त भएन। यो यहाँनिरको काम चाहिँ लगभग फिनिसिङको काम हुँदैछ। यतातिरको प्याराफिट बाहेकको फिनिसिङको काम हुँदैछ। यो चाहिँ हाम्रो क्रिकेट मैदान। क्रिकेट मैदानमा कागहरूले रमाइलो गर्दैछन्, राइजहरू। हेर्नु त कस्तो राम्रो। हाम्रो कीर्तिपुरको ट्यु क्रिकेट मैदान चाहिँ सुन्दर। यतातिरको पहिला भिआइपी थियो, अहिले चाहिँ यतातिरको यस्तो बनाइएको छ। सायद सम्भवतः यहाँ बस्ने ठाउँ बनाउन सक्छ अब केही समयमा। यस्तो खालको बनाइएको छ।